यही असार 19 गति पोखरामा रोजगार मेला जब फेयर आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा बुलौदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो। यो मेला जागिर खोज्ने र जागिर दिनेहरूबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेश चन्द्र मास्तोलाले जानकारी दिएका छन्। मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको पनि उपाध्यक्ष बास्तोलाको भनाइ छ। सो मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूको सहभागिता रहने पनि उनले बताएका छन्। उनका अनुसार मेलामा लक्ष्मी समूहदेखि भाट भटेनी सुपरमार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट पोखरा, अन्नपूर्ण केबलकार, सेल्सबेरी, एनपीएल, ब्ल्याकटेक प्राली, आईएमई खल्ती लिमिटेड, ओल्डिङ कम्युनिकेसन, प्रभु महालक्ष्मी इन्सुरेन्स लिमिटेड, रमेश कर्प प्राली, नेपाल मणिपाल शिक्षण अस्पताल प्राली, थियोगो क्लिन इनर्जी प्राली, सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्सले सहभागिता जनाउँदैछन्। यसैगरी मुक्तिनाथ विकास बैंक, होटल बाराही, आईएमई अटोमोबाइल्स, धरोहल कन्सल्टेन्ट्स एन्ड कन्सल्टेन्ट प्राली, सिटिजन्स लाइफ इन्सुरेन्स, अटोवेज प्राली, पोखरा नुडल्स प्राली, फुटमान्डु प्राली, रूपाकोट रिसोर्ट प्राली, क्यूएफएक्स, सूर्यज्योति लाइफ इन्सुरेन्स, मोर राइड्स प्राली, ई सेवा, टेम्पल वेल बुटिक होटल, ट्याङ्कुलिटी स्पा, टेम्पल ट्री होटल एन्ड स्पा, बेटर एप्लायन्स, सिद्धार्थ इन्सुरेन्स प्राली, पोखरा इन्टरनेट तथा अर्मला केबल, डी सोम, नेपाल क्यान ग्रुप, सन्ध्या जब्स, बन्दीपुर केबलकार, मारुति सिमेन्ट, युनाइटेड डिस्ट्रिब्युटर्स, नासा सेक्युरिटिज तथा म्याजेस्टिक लेक फ्रन्ट होटलसम्मको रोजगार मेलामा सहभागिता रहने उनले जनाएका छन्।